नमस्ते फ्याबुलो तस्देले सबैजनालाई फेरि पनि तपाईहरु समक्ष मेरो नयाँ भ्लग ल्याएर उपस्थित भएको छु र आज चाहिँ हेर्नुस् न मजाले दुबोहरु चाहिँ लाइसक्यो हामीले अलिकति चाहिँ तर अब यो चाहिँ धान रोपेको जस्तो पाराले लाएर चाहिँ अब हेरौं अलिक रोप्नु पर्ने त छ अझै र यसको एन्ड रिजल्ट चाहिँ कस्तो आउँदै रहेछ त्यो चाहिँ अब अलिक पछि थाहा हुन्छ। आज भने चाहिँ हाम्रोमा गेस्ट आउँदैछ र गेस्टको बुकिङ चाहिँ हिजो राति ढिलो भएकोले गर्दाखेरि अब सौदाहरू ल्याउन जानुपर्ने छ र पुरा पानी पनि आउँदैछ आज र आम्मा हेर दिउँसै गाडाङगुडुङ र हेर्दै गर्नुहोस् गेस्टको कस्तो पाराले प्रिपरेसनहरू गर्दो रहेछ के गर्दो रहेछ गेस्टको प्रतिक्रियाहरू कस्तो हुँदो रहेछ है त्योहरू सबै आजको भ्लगमा तपाईहरुलाई देखाउँछु है त। म चाहिँ अब रङ्गली बजार जाँदैछु के दब्बेछ नि अन्त निकै बगेछ माटो हिजो अलिक छिटो गेस्ट हालेको भए चाहिँ अब बेलुका भाइले सामान ल्याइदिइहाल्थ्यो दोकानबाट हैन तर हिजो चाहिँ ढिलो भएकोले गर्दाखेरि चाहिँ अब आज यसरी गएर ल्याउनु पर्ने हुन्छ। टमाटर बडे मजेदार टक्कै आलु भनेको भाइ सौदा पनि भयो अब लाग्ने छाता नौडे पनि भयो मङमुङ हुन्छ ल जाऊ बनाएर राखिदिनुहोस् ल ए रेडी छ ए लगेर जान्छ त्यसो कति लु ल साथी हो म चाहिँ अब सौदाहरू ल्याएर पनि फर्किँदैछु सबै भइसक्यो र यो बाटो चाहिँ अलिक चिप्लो भएकोले गर्दाखेरि चाहिँ बिस्तारै जाँदैछु किनभने बाटो पनि चिप्लो छ त्यही माथि मेरो यो जुत्ताको सोल त्योभन्दा चिप्लो एकदम चिप्लिहाल्छ आरामसे त्यही भएर चाहिँ हिँड्नुपर्ने हुन्छ। अन्डा फुट्यो गयो फेरि हो ए मेरो ग्यासलाई अघि दुईवटा त लग्यो कि कोही बेला माग्छ कि तिनीहरूले यस्तो कहिले त नर्मलै खान्छ हो प्रायःले कहिले चाहिँ मिनरल वाटर खाँदो रहेछ नि त कि लगाइराख्नुहोस् गो गो छेरेङ्गो यता आउ न छे गरेन न जानुहोस् जाऊ हात जोडी लु जाऊ छे गर छे गर हात अफि लु आए लु सवा सवा हैन डिस्काउन्ट छ न नरु लाग्छ ए भन्छ अहिले भन्छ ए हो ए त्यसो भनेको नरु भनेर हो नरु र फाइनली यति सकेको भन्ने बित्तिकै गेस्ट पनि आइपुग्यो त्यो भइरहेको बेलामा गेस्ट आयो फेरि होला ल भाइ जाऊ
हाले नि ल ल ल लु हेर त पानी झरीमा पनि एक्चुली गाह्रो पानी आयो नि त यी अलिक ब्याग जाऊ सुल्किन्छ अम्मा हो ओहो बहुत मजा पो आ रहा है रे यिनीहरूलाई चाहिँ हाँ? दौरा सर्दै पानी आइहाल्यो त्यो कति पुग्छ अनि पानी र रोटी त है दौरा चिर्दा दौरा सर्दै पानी आयो तर भार त भोर्रियो है नि बस त्यो पुगिहाल्छ अब यतिले आजसम्म क्यामेरा खेलाइरहेको छु एकछिनमै पानी पर्नु थाल्यो डरलाग्दो घाम पनि लागिरहेछ पानी पनि पर्दैछ अब भोलि चाहिँ म जाँदैछु है सो कपाल पनि काटेर आएँ हो यो चाहिँ मेरो लास्ट व्लग हो योपालिको अघि भर्खरसम्म पानी पर्दै थियो अहिले यस्तो दामी भयो वेदर गाइस और आर यू एंजॉइंग गाइस सबसे पहले नाम पूछ लीजिए बस। हाँ आपका नाम मेरा नाम सौरभ सौरभ विकी राजेंद्र प्रसाद हाँ? ओम सौभिक अंशु विश्वजीत मंडल शांतनु सैम विपुल सौरभ मंडल अन्तिम मिलसँग खाइदिउँ है अब सुतौँ ल जुइन तेरो खोरमा म हालिदिन्छु जुइन अब तेरो खोरमा जाउँ ल यता अल्छी गरेको नि जानु आइज पै जाउँ जाउँ न ल बस ल सुत ल सुत गुड नाइट ल बस ल